सुन्नुहोस्, आज म निको हुन्छु नै हुन्छु, आज म तपाईँलाई भेट्छु नै भेट्छु, आज म स्वतन्त्र हुन्छु नै हुन्छु, आज म रमाहाट गर्छु नै गर्छु, आज म बन्धनबाट स्वतन्त्र हुन्छु नै हुन्छु भन्न सुरु गरे भने नि मेरो निम्ति चङ्गाई स्वतन्त्रता प्रभुले अलरेडी कमाइदिइसक्नु भएको छ। आमेन। मेरो निम्ति उहाँले चङ्गाईलाई किनिदिइसक्नु भएको छ, मेरो निम्ति उद्धारलाई उहाँले किनिदिइसक्नु भएको छ, मेरो निम्ति स्वतन्त्रतालाई उहाँले कमाइदिइसक्नु भएको छ। आमेन आमेन। यसकारण म तपाईँलाई के इन्करेज गर्छु भने नि यो बेलुकी गीतहरूलाई गाउँदै गर्दा उहाँको नाउँलाई उचाल्दै गर्दा भित्रबाट नि तपाईँको मेरो विश्वास उच्च भएको होस्, उचालिएको होस्, माथि उचालिएको होस्, एउटै कुराको लागि म तपाईँबाट निको हुन्छु, म तपाईँलाई भेट्छु, म तपाईँलाई छुन्छु भनिकन। आमेन आमेन। आउनुहोस् न हामी यति बेला आफ्नो स्थानमा खडा भइकन के गीतहरूलाई गाउँदै उहाँको उपस्थितिमा पछि जानेछौँ है त। तपाईँको उपस्थितिमा स्वतन्त्र हुनलाई आएको छु आज तपाईँको द्वारमा। म नयाँ हुनलाई आएको छु आज तपाईँको उपस्थितिमा स्वतन्त्र हुनलाई आएको छु आज तपाईँको द्वारमा। मलाई नपठाउनुहोस् विद्रोहा यसु तपाईँको घरबाट, जबसम्म छुनुहुन्न मलाई म जान्न यहाँबाट।
द्वारमा मलाई नबटाउनुहोस् भित्तो हात यसु तपाईँको घरबाट जबसम्म भर्नुहुन्न मलाई म जान्न यहाँबाट जाऊँ पनि जाऊँ कहाँ तपाईँबाट टाढा यसु तपाईँ बिना म बाँच्न सक्दिनँ साँच्चै तपाईँ बिना म बाँच्न सक्दिनँ हालेलुया मेरो जीवनको स्रोत तपाईँ हालेलुया मेरो जिउने कारण तपाईँ हालेलुया हालेलुया मेरो जीवनको स्रोत तपाईँ हालेलुया मेरो जिउने कारण तपाईँ हालेलुया हालेलुया मेरो जीवनको स्रोत तपाईँ हालेलुया मेरो जिउने कारण तपाईँ येशू तपाईलाई भेट्नलाई मेरो हृदय व्याकुल छ तृषित छ मलाई नबटाउनुहोस् भित्तो हात यसु तपाईँको घरबाट जबसम्म भेट्नुहुन्न मलाई म जान्न यहाँबाट जाऊँ पनि जाऊँ कहाँ तपाईँबाट टाढा यसु तपाईँ बिना म बाँच्न सक्दिनँ यसु तपाईँ बिना म बाँच्न सक्दिनँ यसु तपाईँ बिना म बाँच्न सक्दिनँ साँच्चै तपाईँ बिना म बाँच्न सक्दिनँ तपाईँलाई भेट्नलाई तालीहरू बजाइन गाउँ तपाईँलाई प्रशंसा दिनलाई जय जय सबैजना ताली बजाइन गाउन निको हुनलाई हामी आएका छौँ आमेन म निको हुनलाई आएको छु आज तपाईँको उपस्थितिमा शक्तिले भरिन आएको छु आज तपाईँको द्वारमा आमेन म निको हुनलाई आएको छु आज तपाईँको उपस्थितिमा शक्तिले भरिन आएको छु आज तपाईँको द्वारमा अझै म निको हुनलाई आएको छु आज तपाईँको उपस्थितिमा शक्तिले भरिन आएको छु आज तपाईँको द्वारमा मलाई नबटाउनुहोस् भित्तो हात यसु तपाईँको घरबाट जबसम्म भर्नुहुन्न मलाई म जान्न यहाँबाट जाऊँ पनि जाऊँ कहाँ तपाईँबाट टाढा यसु तपाईँ बिना म बाँच्न सक्दिनँ साँच्चै तपाईँ बिना म बाँच्न सक्दिनँ अझै गाउन निको हुनलाई म निको हुनलाई आएको छु आज तपाईँको उपस्थितिमा
चट्टान हुनुहुन्छ आमेन उहाँ मेरो बलियो धरारा हुनुहुन्छ सर्वशक्तिमानलाई महिमा र चलायो यति बेला आँखाहरूलाई बन्द राखिकन उहाँको नाउँलाई गुनगुनाउँदै जाउन यति बेला यस उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ उहाँको हात त्यति छोटो भएको छैन तपाईँ र मलाई निको पार्नै नसक्ने गरिकन उहाँको कान त्यति बाक्लो भएको छैन तपाईँको र मेरो पुकारालाई सुन्नै नसक्ने गरी अझै 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 महिमा र चलायो उचालिने रहौँ उचालिने रहौँ उचालिने रहौँ समय यो बेलुकी कस्तो हो भने नि रोग जतिसुकै बहावमा आओस् जस्तोसुकै छाल लिएर आओस् परिस्थितिले तर सेनाको परम प्रभु हाम्रो बलियो चट्टान हुँदै हुनुहुन्छ उहाँ हाम्रो बलियो धरारा हुनुहुन्छ केही क्षण उहाँलाई उचाल्दै जाउँ न उहाँ हाम्रो बलियो किल्ला हुनुहुन्छ मेरो जीवनको बलियो धरारा उहाँ हुनुहुन्छ चट्टान उहाँ हुनुहुन्छ जय 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 Maya sabakatalaya se ridalayande rebeya samaraya dinayande yes उचाल्दै जाउँ आजसम्म परिस्थितिलाई तपाईले बलियो देख्नु भयो होला गरिबीलाई देख्नु भयो होला रोगलाई देख्नु भयो होला बेमेलका कुराहरूलाई देख्नु भयो होला म यो कुरा भन्न सक्छु उहाँ हाम्रो बलियो चट्टान हुनुहुन्छ मेरो जीवनमा पनि कतिवटा कुराहरू होला तर त्यो कुराहरू भन्दा पनि बलियो तपाईँ हुनुहुन्छ प्रभु येशू ख्रीष्ट तपाईँ मेरो बलियो धरारा हुनुहुन्छ तपाईँ मेरो बलियो किल्ला हुनुहुन्छ तपाईँ मेरो चट्टान हुनुहुन्छ अझै सरको आवाज उचाल्दै जाउँ
उठते हुए उफानों में तू ही मेरी चट्टान, बढ़ती हुई लहरों पे तेरे कदमों के निशान, उठते हुए उफानों में तू ही मेरी चट्टान, बढ़ती हुई लहरों पे तेरे कदमों के निशान। हो वहाँ प्रभु येशू ख्रीष्ट हामी सँगसँगै हुनुहुन्छ। उचाल्दै जाउँ एकछिन, अझै केही छन् उहाँको नाउँलाई गुनगुनाउँदै जाउँ। खिरमा माया सादालाई आन्दे रे आसाराया रे हो तपाईँ तपाईँ यो
अभिषेकले यसु मलाई भिजाइदेऊ लानुहोस् यसु मलाई कहिले नफर्कने गरी जित्नुहोस् यसु मलाई तपाईकै हुने गरी जोडिँदै जाउँ उहाँसँग उहाँ त्यो जिउँदो जलको मुहान हुनुहुन्छ अभिषेकले यसु मलाई भिजाइदेऊ मेरो इनारलाई कै बढाउँछ गहिरोलाई बोलाउँछ तृष्णा चाहिँ बढाउँछ सबैजना भइकन गाउन चाहिँ गहिरोलाई बोलाउँछ तृष्णा चाहिँ बढाउँछ गहिरोले
एकछिन भए पनि बसि नै रहौँ यो वस्तु यसैले जोडिन्छु तिमीसँग बाँच्ने आधार तिमी नै हो मिटिन्छ गहिरो तृष्णा मेरो पिउने तिमी नै हौ यसैले जोडिन्छु तिमीसँग बाँच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा तिमीले जस्तो कसैले मेटाउँदैन तृष्णा तिमीले जस्तो कसैले छुँदैन यो हृदयलाई तिमीले जस्तो कसैले मेटाउँदैन तृष्णा तिमीले जस्तो कसैले छुँदैन यो हृदयलाई जति गहिरन्छु म आफैलाई हराउँछु आफैलाई हराउँदा म तिमीलाई भेटाउँछु जबिउने यार तिमी मेटिन्छ गहिरो तृष्णा मेरो पिउने यार तिमी नै हौ बाँच्ने आधार हो प्रभु हाम्रो पिउने इनार तपाईँ हुनुहुन्छ जीवन तपाईँसँग छ अनि तपाईँबाट पिउनलाई हामी तयार भएका छौँ धन्यवाद प्रभु यो बेलुकी तपाईँ मात्र योग्य हुनुहुन्छ उचालिनलाई प्रभु हाम्रो सोचाइ विचार समझहरू भन्दा माथि 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 हामीले बनाइराखेको एउटा घेरा भन्दा धेरै माथि धेरै विशाल तपाईँ हुनुहुन्छ परम प्रभु हामी कसरी खुसी पारौँ तपाईलाई हामी कसरी मग्न पारौँ तपाईलाई हो तपाईँ 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 जति गहिरन्छु म आफैलाई हराउँछु आफैलाई हराउँदा म तिमीलाई भेटाउँछु जति गहिरन्छु म आफैलाई हराउँछु आफैलाई हराउँदा म
तिमीलाई भेटाउँछु। हो आफैलाई हराउँदामा तिमीलाई भेटाउँछु। जति गहिरन्छु म आफैलाई हराउँछु। आफैलाई हराउँदामा तिमीलाई भेटाउँछु। प्रभु हामीलाई हराउन दिनुहोस् तपाईको उपस्थितिमा आइकन। हाम्रो खोजाइको अन्त्य, हाम्रो रोजाइको अन्त्य, हाम्रो बुझाइहरूको अन्त्य, सबै कुराको अन्त्य तपाईलाई भेटाउँदै गर्दा हुन्छ प्रभु। हाम्रो रोगहरूको अन्त्य, हाम्रो परिस्थितिहरूको अन्त्य, सबै कुराको अन्त्य तपाई सिधै यीशु ख्रीष्टलाई भेट्दै गर्दा हुन्छ। यो बेलुकी हामी तपाईलाई धन्यवाद चढाउँछौँ। हामी रोगको अन्त्य हुने ठाउँमा आइपुग्यौँ प्रभु, अनि त्यो चाहिँ तपाईँ हुनुहुन्छ, त्यो ठाउँ तपाईँ हुनुहुन्छ। हाम्रो बन्धनहरू स्वतन्त्र हुने ठाउँमा आइपुग्यौँ, त्यो ठाउँ चाहिँ तपाईँ हुनुहुन्छ। तपाईँ 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 सबै कुराको अन्त्य हुन्छ जसै हामी तपाईलाई देख्न सुरु गर्छौँ, भेट्न सुरु गर्छौँ, छाम्न सुरु गर्छौँ। हाम्रो सबै खोजाइको अन्त्य हुन्छ। हाम्रो निम्ति त्यो ठाउँ तपाईँ हुनुहुन्छ। जति गहिरन्छु म आफैलाई हराउँछु। आफैलाई हराउँदामा हराउँदै जानुहोस् आफैलाई। म भन्ने कुरालाई, मेरो ज्ञानलाई, मेरो घटी कमीलाई, या मैले केही कुरा चिप गरेको छु भने पनि त्यो कुरालाई पनि हराउन दिउँ यो बेलुकी उहाँको उपस्थितिमा आइकन। जसै हामी सबै कुरालाई हराउन दिन्छौँ, उहाँले फेरि नयाँ कुरालाई जन्माउन सक्नुहुन्छ। थ्याङ्क यू लर्ड, थ्याङ्क यू प्रभु। धन्यवाद धन्यवाद सबै कुराको लागि। अनि महिमा तपाईलाई भएको होस् नाजरतको प्रभु येशू ख्रीष्टको नाममा, आमेन।